ल आज चाहिँ हाम्रो यात्रा अर्खासम्मको हुनेछ। अर्घा दरबारसम्मको फर्स्टचोटि जाँदैछौँ हामी चाहिँ। कस्तो हुन्छ आजको चाहिँ हजुरहरूलाई चाहिँ म यहाँको सकेसम्म चाहिँ सबै दृश्यहरू चाहिँ देखाउँछु। यता चाहिँ यो देख्न सक्नुहुन्छ यो अर्घाखाँची अस्पताल, जिल्ला अस्पताल यहाँभित्र छ। फाइनल्ली हामी यहाँदेखि हिँडिसकेका छौँ। तेल हाल्दैन नि। यता चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ सन्धिखरको बजार र यो हामी जान लागेको चाहिँ यहाँ माथि हो यो डाँडामा जुन अर्खा दरबार भन्छ है सर। भगवती एयरपोर्ट बन्दै गरेको रहेछ यहाँ। तल चाहिँ यता बजार छ यहाँ सन्धिखरका। एकदम यहाँको मौसम हेर्न सक्नुहुन्छ आजको एकदम सफा छ। हामी चाहिँ अगाडि आइसकेका छौँ। यतातिर सर र म। यहाँको गाउँहरू चाहिँ यस्तो देख्न सक्नुहुन्छ एकदम सुन्दर बस्तीहरू पनि छ यहाँ। फाइनल्ली हामी यो अर्खा भन्ने ठाउँमा लगभग आइपुगिसकेका छौँ। आजको हाम्रो यात्रा चाहिँ यहीसम्मको हुनेछ। हजुरहरूलाई चाहिँ यहाँको म जति सक्दो यहाँको भिडियोहरू चाहिँ प्रस्तुत गर्ने कोसिस चाहिँ गर्नेछु। यता पार्किङ गर्नु पर्यो अब। यो चाहिँ पुरै यो अर्घाखाँची गाउँ हो। यो गाउँको नाम त ट्याक्कै थाहा भएन। यो चाहिँ यो डाँडा चाहिँ रक गार्डन भन्ने डाँडा हो। यता चाहिँ गाउँ बस्तीहरू चाहिँ एकदम सुन्दर छ यहाँको। यसमा चाहिँ यहाँभित्रको चाहिँ सम्पूर्ण दृश्यहरू चाहिँ म देखाउने नै छु। फाइनल्ली हामी चाहिँ यो मन्दिरमा प्रवेश गर्दैछौँ। हेलो ल यता हेर। बन्दै रहेछ होइन अझ बाँकी यो मन्दिरहरू त। पुरानो भत्काएर नयाँ सक्नुहुन्छ यहाँदेखिको यो सम्पूर्ण दृश्य अर्घाखाँची जिल्लाको यस्तो छ। यहाँ तल चाहिँ यो सन्धिखरका बजार देख्न सक्नुहुन्छ। यता चाहिँ यो ट्याक्क अब ठाउँको नाम चाहिँ थाहा भएन हामी नयाँ भएर, तर पनि एकदम सुन्दर छ जे होस् ठाउँहरू। अनि यता सरहरू हुनुहुन्छ। अब के भन्नुहुन्छ सरहरू आज यो ठाउँहरूको बारेमा? हामीलाई खासै जानकारी भएन, हामी नयाँ भएर, हजुर यहीँको मान्छे भएर यो मन्दिरको बारेमा चाहिँ के छ भनिदिनुहुन्छ केही? मन्दिरको बारेमा त अब के भन्नुहुन्छ, यो अब पुरानो राजा बसेको ठाउँ भनेर भन्छ। जस एकदम ऐतिहासिक रूपमा चाहिँ यो ऐतिहासिक हो। मन्दिर ऐतिहासिक मन्दिर जे होस् हेर्न सक्नुहुन्छ। यहाँ अर्घा महाकाली भगवतीले रक्षा गरून् भन्ने छ। यता चाहिँ दरबार अर्खा दरबार नै। ठाउँलाई के भन्छ सर यो डाँडालाई यो हल्को? घेराले घेराको लेक पनि हिउँ पर्छ होला सर होइन यसमा? पर्यो। नास्ता खाएर बनाउने हो? सरस्वतीको मूर्ति हो कि के हो यो? दुर्गा भगवती हो। नै यस्तो। ल हामी चाहिँ यस्तो ठाउँमा आइपुगेका छौँ। यो ठाउँको नाम चाहिँ हो अर्घा भन्ने ठाउँमा आइपुगेका छौँ। कहाँ? अब माथि जाउँ त्यहाँ होइन? ल अब हामी चाहिँ यहाँ माथि जानेछौँ यो डाँडामा। ल हामी चाहिँ यस्तो ठाउँमा आछौँ। यहाँदेखि चाहिँ अर्घाखाँची जिल्लाको सबै स्थानहरू देखिन्छ अरे है यो ठाउँबाट।
अर्घाखाँची बजार चाहिँ त्यहाँ छ हेर्न सक्नुहुन्छ यहाँ यहाँ देख्न सक्नुहुन्छ अरू त्यो देखिने चाहिँ एयरपोर्ट हो बजार चाहिँ यता यो देख्न सक्नुहुन्छ हामी आजको जुन चाहिँ हाम्रो यता अर्घाखाँचीको अर्खा भन्ने ठाउँमा घुम्ने कार्यक्रम भयो फाइनली हामी चाहिँ यहाँबाट घुमिसकेर फर्किसकेका छौँ आजको हाम्रो यात्रा चाहिँ लगभग यति नै सकिएको छ हामी चाहिँ यहाँबाट ब्याक टु होम